मुगलिनमा दाल भात पावरमा खाना खाइसकेपछि अब हाम्रो यात्रा सुरु भयो चितवनतर्फको लागि। हामी करिब दिउँसोको 1:30-2 बजीतिर चितवनको लागि निस्क्यौँ। बाटोमा जाँदै थियौँ, बिच बाटोमा बाटो बन्द रहेछ। एकछिन टेन्सन भयो, गर्मी भइसकेको थियो भित्र बस्दा बस्दा। बिस्तारै जाम खुल्यो। अगाडि जाँदाखेरि थाहा भयो यो साइडमा देखिएको बोलेरोको नराम्रोसँग एक्सिडेन्ट भयो रहेछ। त्यही भएर गाइज स्टे राम्रोसँग चाहिँ चलाउनु पऱ्यो गाडीहरू चाहिँ होइन भन्दै जिस्किँदै हामी पुग्यौँ चितवन। र यो देख्न सक्नुहुन्छ चितवनको सौराहा गेट छिरे पछाडि हामी लाग्यौँ सौराहातर्फ। सौराहामा अलिकति अगाडि बढ्दै थियौँ, सौराहा थारू भिलेज देखियो। यहाँ बुझ्नलाई गयौँ के रहेछ त यहाँभित्र बस्ने व्यवस्था छ कि छैन भनेर। यहाँ देख्न सकिन्छ हामी डिफ्रेन्ट आर्टहरू थियो होइन, जो टक्क टिपिकल सौराहा भिलेजलाई चाहिँ रिप्रेजेन्ट गर्ने रहेछ होइन। त्यो सौराहामा चाहिँ थारू कल्चर के हुन्छ, थारूहरू कसरी चाहिँ बस्छन् भन्ने कुराहरू चाहिँ यहाँ पिक्चरहरूमा भनौँ पेन्टिङमा देखाइएको रहेछ। र ठ्याक्क गेटबाट छिरे पछाडि चाहिँ हामी देख्न सक्छौँ यस्तो चाहिँ एम्बियन्स चाहिँ। र थारूहरू चाहिँ मोस्टली चाहिँ जमिनसँग चाहिँ राम्रो रिलेसन हुन्छ अरे, त्यसलाई रिप्रेजेन्ट गर्नलाई चाहिँ यो अगाडिको मूर्ति चाहिँ बनाएको रहेछ। यो चाहिँ देख्न सकिन्छ डिफ्रेन्ट कल्चरहरू। अनि उनीहरूले थारू पिपलले चाहिँ युज गर्ने डिफ्रेन्ट इक्विपमेन्ट्सहरू पनि राखिएको रहेछ होइन। उनीहरू बस्ने घरहरूदेखिबाट हरेक कुरा चाहिँ यहाँ चाहिँ राम्रोसँग प्रेजेन्ट गरिएको थियो। पुरै कम्प्लिटली अपरेसनमा चाहिँ आइसकेको रहन्छ। तर अहिले बस्नलाई चाहिँ 2टा कोठा चाहिँ रहेछ। हामी चाहिँ अनि त्यहीँ चेक इन गऱ्यौँ सौराहा थारू भिलेजमा। अनि त्यहाँ चेक इन गरेर हामी निस्कियौँ बाहिर घुम्नको लागि। घुम्दै जाँदै थियौँ, क्यानोईहरू गर्ने प्लान थियो तर चाहिँ बन्द भइसकेको रहेछ। हामी 4 बजी पुगेको थियौँ र हामीले हात्तीहरू देख्यौँ होइन। हात्ती चढ्ने ठाउँबाट फिर्ता जाँदै थियो। त्यसपछि भोक लागिरहेको थियो, हामी पुग्यौँ चन्दन, टिकटकको भाइरल हो अरे चन्दन चटपट। त्यहाँ पुग्यौँ, उहाँ चाहिँ चन्दन दाजु। र हामीले डिफ्रेन्ट आइटम्सहरू चाहिँ ट्राई गऱ्यौँ होइन। यी साथीहरू खाँदै फोटो खिच्दै मस्त ल दामी छ भन्दैछौँ होइन। र देख्न सक्नुहुन्छ यो चाहिँ पापडी चाट होइन। ल साथीले चेक गर्दै हुनुहुन्छ र चेक गरेको हो मुखबाट एक्सप्रेसनले थाहा भइन्छ कति मिठो थियो भनेर होइन। र आयो यो चाहिँ दहीपुरी, हामीले पानीपुरी दहीपुरी लगायत डिफ्रेन्ट आइटमहरू ट्राई गऱ्यौँ। त्यस पछाडि गर्मी थियो, हामी बबल टी ट्राई गर्न गयौँ। त्यस पछाडि गर्मी नै थियो र यसो साँझको मौसमको बेलामा चाहिँ अब सौराहा ठ्याक्क सौराहा लेखेको बोर्ड भएतिर चाहिँ यहाँ ट्याक्क तालको नदीको छेउमा चाहिँ कस्तो मजाको थियो। त्यहाँ हेऱ्यौँ, एकछिन घुम्यौँ। त्यस पछाडि हामी पुग्यौँ होटलमा। होटलमा चाहिँ टक्क बार्बीको रातिको लागि सेटअप रहेछ होइन। सौराहा थारू भिलेज अन्तिममा चाहिँ होइन उहाँहरूको पर्फर्मेन्स सकिसके पछाडि चाहिँ हामी बाहिरको लागि बोलाउनु हुँदो रहेछ नाच्नको लागि। र हामीले सबै हेरिसकेपछि हामी पुग्यौँ रुममा एकछिन तास खेल्नु पऱ्यो अब सधैँ जस्तो भनेर यसो तास खेल्दै थियौँ। खेल्दा त्यहाँको खानेकुरा खासै राम्रो थिएन। त्यही भएर हामीले बाहिरबाट 11:30 बजे खाना मगायौँ, पिज्जाहरू मगायौँ र त्यो खाँदै थियौँ। खाएर हामी सुत्यौँ। यो चाहिँ भोलि बिहान अब उठ्नु पऱ्यो, यसो निस्किनु पऱ्यो भनेर अब घडी हेरेको 7 बजिसकेको थियो। साथीहरू हामी 3जना थियौँ होइन। बाहिर कस्तो छ भनेर हेऱ्यौँ, बाहिर उज्यालो भइसकेको रहेछ। ब्रेकफास्ट रेडी भयो भनेर बोलाएपछि नै हामी बल्ल उठेका थियौँ होइन। बाहिर हेऱ्यो, उज्यालो थियो। अब त्यहाँ पछि यता अर्को रुममा साथीहरू हुनुहुन्थ्यो, के कस्तो छ अवस्था भनेर पुग्यौँ, हेर्नलाई पुगेको एकजना सुत्दै हुनुहुन्थ्यो, एकजना चाहिँ टक्क मोबाइल चलाएर उठ्ने हुँदो रहेछ। ल गाइज अब उठौँ, निस्किनु पर्छ भनेर चाहिँ उठाइयो होइन। र त्यस पछाडि हामी लाग्यो ब्रेकफास्ट खानलाई। खानाहरू चाहिँ केही गतिलो थिएन है, सायद खोइ त्यो टेस्ट आफूले पहिलाबाट नखाएको भएर होला, तर ब्रेकफास्ट चाहिँ दामी नै थियो त्यहाँको। र हामीले ब्रेकफास्ट खायौँ। ब्रेकफास्ट खाएपछि अब बाहिर निस्किनु पऱ्यो होइन। आज हाम्रो प्लानमा चाहिँ क्यानोई गर्नु थियो र जिप सफारी गर्नु थियो। त्यसैले हामी अब सबै जापानबाट आएको मान्छे म त कालो हुन्छु भनेर सनस्क्रिन लगाउँदै हुनुहुन्छ हाम्रो किरण साथीले। र अब थोरै चिप्सहरू लिएर हामी बढ्यौँ अगाडि नदीतिर चाहिँ किन बढ्यो भन्दाखेरि अब आज क्यानोई गर्नुपर्छ भनेर चाहिँ हामी गयौँ। हामीलाई यसमा चाहिँ बोटमा चाहिँ स्क्याम भयो, हामीले अर्कोवाला बोट क्यानोई गर्ने भनेको तर यसमा चाहिँ परियो। त्यस पछाडि हामी लाग्यो क्यानोईको लागि। बिचमा हामी 4जना देखिरहेछौँ, कोही एकजना ल बिहेक यता
ल हामी टक्क यसो उफ्रिँदै हल्ला गर्दै अब खासै हल्ला चाहिँ नगर्नु है भनेर चाहिँ हामीलाई हाम्रो गाइड दाइले चाहिँ भन्दै हुनुहुन्थ्यो। तै पनि हामी हल्ला गर्दै थियौँ। त्यस पछाडि हामीलाई गाइड दाइले चाहिँ इन्स्ट्रक्सन दिँदै हुनुहुन्थ्यो। चढाएको बाट के पन्छीविदहरूबाट चाहिँ त्यो नामाकरण गराएको भन्ने चाहिँ अभिलेखहरू छ। हजुर। र अब हामी देख्न सक्छौँ डिफ्रेन्ट चराचुरुङ्गीहरू देखिरहेको थियो होइन नदीको छेउबाट। अनि हामीलाई टक्क बाइनोकुलर्स पनि प्रोभाइड गरिदिनु भयो। त्यो हेऱ्यौँ। त्यो हेरेर चाहिँ हामी बाहिरको के देखिन्छ जनवारहरू अथवा बर्ड्सहरू हेर्दै थियौँ। देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ होइन यो चाहिँ लभ बर्ड्सहरू होइन। यहाँ चाहिँ बाहिर कुन देशबाट भन्नुभएको थियो मैले ठ्याक्कै बिर्सेँ। अनि त्यहाँबाट आउँदो रहेछन् उडेको देख्न सक्छौँ होइन। अनि उहाँ चाहिँ हामीलाई राइड गराउने मेन मान्छे हाम्रो राइडर होइन। र ऊ देख्न सक्नुहुन्छ गाडीहरू यस्तो गाडीहरू साइडमा सुत्दो रहेछ। तर यो टाइममा मैले खासै त्यस्तो देखिनँ। पहिला आउँदाखेरि चाहिँ देखिरहेको हुन्थेँ होइन। हामी चाहिँ अब साइडमा नदीमा चाहिँ गाडीहरू छ यताउता डराउँथ्यौँ भने हेर्न मस्तसँग चाहिँ हाम्रो बोट लिएर जानुभएको छ है कस्तो मजाले चाहिँ। अनि यो पानी है हेर्दाखेरि नै आनन्द लाग्ने क्या कस्तो कल कल बगेको है। टक्क जङ्गल टक्कै सब लभ बर्ड्सहरू है जोडीमा बसिरहेको थियो होइन। त्यही भएर चितवन आउँदाखेरि तपाईँहरू चाहिँ जोडी लिएर आउनुहोस् भनेर सिकाउँदै हुनुहुन्थ्यो हामीलाई गाइड दाइले। त्यसपछि हामी साइड लाग्यो एकछिन जङ्गल वाक पनि एक्सपिरियन्स लिउँ है भनेर गाइड दाइले भन्नुभयो। र हुन्छ भनेर हामी चाहिँ हिँड्न थाल्यौँ जङ्गलतिर। र यो जङ्गल वाक गर्दा चाहिँ बाघहरू के आउनसक्छ अलिक सावधान हुनुपर्छ भनेर इन्स्ट्रक्सन पनि दिँदै हुन्थ्यो। हामी डराइरहेको थियौँ चिसिक हुँदो रहेछ कतै खस्रङ गऱ्यो भने नि। तै पनि हामी चाहिँ उहाँलाई फलो गर्दै आउँदै थियौँ। आउँदै गएर अब यस्तो केटाहरू होस् रमाइलो त गर्नु पऱ्यो भनेर याउ थियो। तै पनि सबै नर्भस थियो। र यो हामी आइयो एलिफेन्ट ब्रिडिङ सेन्टरको पछाडिपट्टि आइँदो रहेछ त्यो बाटोबाट होइन। अझै लामो रुट पनि हुन्थ्यो अरे तर हामी खासै हिँड्दैनौँ भनेर भनेको थियौँ हामीले गाइड दाइलाई। त्यही भएर हामीले चाहिँ छोटो बाटोबाट चाहिँ यसो हल्का एक्सपिरियन्सको लागि मात्रै जङ्गल वाक गराउनु भयो दाइले चाहिँ। र देख्न सकिन्छ है हात्तीहरू। यो चाहिँ बच्चा हात्ती रहेछ यसलाई बाँधेर राखेको छ है। अनि टक्क होइन धेरै नै थिए हात्तीहरू सानो बच्चाहरू रहेछ यिनीहरू चाहिँ टक्क सफाहरू गरिदिँदो रहेछन् होइन। अनि यहाँ ट्याक्कै यो माउतेले चाहिँ जे भने त्यही मान्दो रहेछ। हात्तीले बस भने बस उठ्ने। अनि यो जुन ठुलो देख्नु यो चाहिँ रोनाल्डो हात्ती रे होइन। यो चाहिँ सबै धेरै जस्तोको चाहिँ बाउ अरे। हामी चाहिँ उल्टो बाटो अरू चाहिँ यो बाटोबाट छिर्छौँ नि हामी पछाडिबाट चाहिँ आएर बाहिर निस्क्यौँ होइन। यो पुल हुँदै हामी जब पारी जाँदैछौँ मान्छेको फ्लो राम्रै थियो होइन। पुलमा चाहिँ ट्याक्क अगाडि देख्न सक्नुहुन्छ मान्छे प्याक थियो। तैपनि यो भिडभाडलाई पन्छाउँदै हामी अगाडि बढ्यौँ। हामी पारिपट्टि जानु थियो त्यही भएर हामी पारितिर लाग्यौँ पुलमा। र देख्न सक्छौँ होइन टक्क तल नदी माथि पुल वरिपरि सबै जङ्गल। अनि यो हामी मस्तसँग हिँड्दै थियौँ। बिचमा अरू मान्छे पनि हुनुहुन्थ्यो। यता आउँदै हुनुहुन्छ हाम्रो किरण साथी। उसले फेरि क्यामेरा देख्ने बित्तिकै चस्मा लगाएर ट्याक्क पोज दिइहाल्यो। हाम्रो फेरि गाइड दाइ भन्यो पुरा देखे पछाडि पोज दिनु पऱ्यो भने हाम्रो सुदीप साथी पनि पछाडि पोज दिन रेडी। हामी बिस्तारै हिँड्दै पारी आइपुग्योमा त के थियो यहाँ फेरि एकजना दाजुले चाहिँ टक्क महहरू बेच्दै हुनु रहेछ। उहाँले पनि यो धेरै खालके कुनैले इम्युनिटी बढाउनु रहेछ कुनैले चाहिँ के भन्छ स्ट्यामिना बढाउने होइन। अनि कुनैले चाहिँ हिमोग्लोबिन बढाउने खालके हुँदो रहेछ भन्ने त्यो आइडियाहरू लियौँ अलिअलि मह लिएर हामी अब ब्याक टु जिपमा चाहिँ फिर्ता लाग्नु लाग्यो। कहाँ भन्दाखेरि हाम्रै सौरा थारू भिलेज किनभने हामी आज त्यहाँ थारू ड्रेस पनि ट्राई गरौँ भन्ने थियो। र यो देख्न सक्नुहुन्छ यो चाहिँ हामीले थारू ड्रेस ट्राई गऱ्यौँ कस्तो देखिन्छ भनेर होइन। त्यो पनि कम्प्लिमेन्ट्री दिनुहुँदो रहेछ सौराहा थारू भिलेजमा। अनि यो चाहिँ यसो चटक गरौँ न त कपडा लगाइसकेपछि भनेर यसो हल्का गरिदिएको। त्यहाँ पछाडि चाहिँ थारूहरूले युज गर्ने चाहिँ सामानहरू रहेछ होइन एग्रिकल्चर गर्दाखेरि। अनि त्यहाँबाट त्यो चटक दिइसकेपछि हामी अब फेरि नेक्स्ट हाम्रो आजको लागि चाहिँ घुमाइ भनौँ अथवा के भने हामी चाहिँ जिप सफारीको लागि निस्क्यौँ। जिप सफारी टक्क यो निस्किने बाटो चाहिँ दामी थियो भन्दै थियो होइन। साइडमा ल्याम्पहरू टक्क साइकल लेन चाहिँ यता त मिठो बनाएको रहेछ। त्यसपछि करिब हामी अब जङ्गलतिर छिर्न लाग्यौँ। बाटोमा उफ्रिँदै यो चाहिँ थारू बस्ती हो अरे। त्यही भएर वरिपरि थारू भिलेज पनि हेर्दैछौँ भनेर हामी यो रुटमा चाहिँ गयौँ। अब ठ्याक्क कुन चाहिँ कम्युनिटी फरेस्ट छ त्यो चाहिँ मैले बिर्सेँ। र यो चाहिँ हाम्रो अब एन्ट्रान्स गेटतिर हामी लाग्यो। अब टक्क जङ्गल सफारीको लागि यहाँबाट छिर्दाखेरि चाहिँ एकछिन चाहिँ अगाडि त्यहाँ चेक इन गर्नु पर्दो रहेछ। त्यसको लागि चाहिँ हाम्रो गाइड दाइ चाहिँ जानुभयो झरेर होइन। त्यहाँ एकछिन के रजिस्टर गर्नु पर्दो रहेछ कतिजना के भन्ने होला। त्यस पछाडि हाम्रो यात्रा सुरु भयो जङ्गलभित्रको। जङ्गलमा हामी एक्साइटेड थियौँ हामी बाघ भालु र अन्य केही चिप जनावर देख्छौँ भनेर। तर हामी त्यस्तो खासै खतरा चिज देखेनौँ किन हामी पिक दिउँसोमा गएको थियौँ लगभग 2:30 बजीतिर। यसमा खास लास्ट 4 बजीतिर जाँदाखेरि अलिकति फ्रुटफुल हुन्छ अरे भन्ने सुनेको थियो। यो यता रुटमा चाहिँ भालुहरू देखिन्थ्यो अरे। हामीले स्पोटेड डियरहरू देख्यौँ एउटा अनि त्यहाँ देख्न सक्नुहुन्छ टक्क मजाले चढ्दै थियो है।
अनि त्यहाँ पछाडि बिचमा गइसकेपछि एउटा मन्दिर रहेछ पारिपट्टि अनि हामी चाहिँ वरिपरि कहीँ पानीहरू खान आउँछन् रे यो एरियामा नि भनेर वरिपरि हेऱ्यौँ तर अनफर्चुनेटली हामीले देख्न चाहिँ देखेनौँ। त्यस पछाडि हामी मन्दिर बाहिर हल्का दर्शन गरेर त्यहाँबाट फर्कियौँ ब्याक टु जिप अनि जिप फेरि हुँदै हुँदै हामी फर्किँदै थियौँ होइन हामी सौराचोकतिर फर्किँदै थियौँ। त्यही बेलामा हामीले बिचमा चाहिँ गैँडा देख्यौँ। देख्न सक्नुहुन्छ गैँडा टक्क मस्त पानी खान आएको रहेछ खाएन हामीलाई देखेर र हामी फर्क्यौँ। त्यहाँबाट फर्किसके पछाडि हामी अब पोखराको लागि फर्किँदै थियौँ बिचबाट चितवन आइसी भेटघाटमा तास खानु पऱ्यो होइन र हामी यो चाहिँ टक्क मजाले तास र हामीले चाहिँ भेटघाटमा मस्तसँग तास र भट्टी मोमोहरू ट्राई गरौँ दामी थियो। त्यो खाइसकेपछि हामी अब ब्याक टु पोखरा हामी पोखरा लागि फर्क्यौँ।